हेलो साथीहरु नमस्ते वेलकम बैक टू माई च्यानल। र आज फेरि म आइसकेको छु न्यू भिडियो लिएर। आज चाहिँ हामी यहाँ बिहानै प्याकिङ गरेर कहाँ जानु आँटेको भनेदेखि चाहिँ आज हामी घर जानु आँटेको। घर भन्नाले यो चाहिँ मेरो माइत घर हो, म जहाँ सधैँ भिडियो बनाइरहन्छु। र अब चाहिँ हामी जानु आँटेको मेरो ससुराल यानि कि मेरो बुढाको घर यानि कि मेरो घर। र नानीहरू चाहिँ यहाँ मेरो रेडी गरिसकेको थियो। बिहानै नास्ताहरू गरेर सबै काम सकेर उनीहरूलाई नुहाइधुवाइ गरेर रेडी गर्दै र उनीहरू चाहिँ नाचिरहेको थियो, खुसी भइरहेको थियो। उनीहरू पनि सिप्सु आउनु, मेरो घर चाहिँ सिप्सु हो, डुवर्स बस्ती। सिप्सु आउनु भनेपछि खुसी हुन्छ नानीहरू चाहिँ। र ल्याउँदिनँ भन्दै थियो, स्कुल एब्सेन्ट छ भनेर फेरि उसको अजीले ल्याउ न भन्दै उयो गर्नुभयो। र मलाई पनि लानै मन लाग्यो, नानीहरू छोड्नु त मन लाग्दैन। र म पनि यहाँ रेडी भइसकेँ, नानीहरूलाई रेडी गरिदिइसकेर सबैभन्दा लास्टमा चाहिँ म रेडी भएँ, किनकि प्याकिङहरू गर्नुपर्छ, सानो सानो कुराहरू पनि हाल्नुपर्छ नानीको। अब फेरफारे लुगादेखिको लिएर सबै कुरा सम्झेर हाल्नुपर्ने हुन्छ। र म चाहिँ लास्टमा रेडी भएँ र उनीहरू चाहिँ अगाडि रेडी भएर पर्खिरहेको थियो गाडी। सरस्वती पनि बसिरहेको थियो। र मेरो चाहिँ आज स्कुल पनि जानुपर्ने काम थियो, स्कुलमा पनि प्यारेन्ट्स टिचर मिटिङ थियो र स्कुल पनि जानुपर्ने। अनि फेरि उताउतै घर आएर उता घर जानु परेको भए चाहिँ म भ्याउँदिनँ पनि थिएँ, रात पर्थ्यो। र मेरो साथीको चाहिँ गाडी थियो नि त, अनि उसले भन्यो हामीसँगै जाउँ न अन्त जाने हो भने। मेरै लागि भए उसको स्कुटीमा जान्थ्यो, बिचराले मेरै लागि भए पनि गाडी गऱ्यो। म चाहिँ यहाँ फोटोको पोज दिइरहेको थिएँ, तर नानीले फोटो खिचेको अरे भरे भिडियो भएछ। अन्त मेरो साथीले चाहिँ गाडीमै जाउँ उताउतै पुऱ्याइदिन्छु भन्दै भनेर मलाई छिटो भयो। त्यसो भयो हुनाले म घरमा आउनु परेन। अन्त उताउतै हामी स्कुल बस्यौँ, स्कुलको मिटिङ एटेन्ड गर्नुको लागि। र आइसकेको चाहिँ उनीहरूको घर चाहिँ जाउडा मोड हो, जाउडा मोडबाट गाडी लिएर आइसकेको थियो उनीहरू। र हामी गाडी आएर हामी गयौँ पनि चढ्नुको लागि। र गाडी चढिसकेर हामी मेरो साथी चाहिँ अन्त उसको पनि दुईवटा छोरा छ, एउटा चाहिँ मेरो नानीहरूसँग पढ्छ क्लास 2 मा, एउटा चाहिँ सानो छ, कति क्युट छ उसको सानो नानी चाहिँ। हामीसँग चाहिँ मान्दैन, कसै अरूको काखमा नै मान्दैन, उसको आमाको काखमा मात्रै मान्छ। र यहाँ मेरो नानी, उसको नानी चाहिँ यहाँ बसिरहेको छ, क्युट छ नानी चाहिँ। अनि हामी पनि बस्यौँ जानुको लागि। अनि यो चाहिँ बेलगाछी हो, उनीहरू चाहिँ उता, हामी चाहिँ उहाँ टोटोबाट जान्छु भन्थ्यौँ तर भ्याएनौँ। अनि उनीहरू घरमै आउनुभयो हामीलाई लिनुको लागि। र हामी स्कुल पनि पुग्यौँ। स्कुल पुगिसकेर चाहिँ हामी एन्ट्री गेटमा पुग्यौँ। एन्ट्री गरेर पस्नुपर्ने हुन्थ्यो। र उहाँले मेरो हस्बेन्डले चाहिँ एन्ट्री गरिदिनु भयो, मेरो पनि मेरो साथीको पनि। र यहाँ चाहिँ स्पिच चलिरहेको थियो, नानीहरूलाई कसरी पढाउने, कसरी खेल्ने टाइम कुन बेला दिने, कति आवर्स सुताउनु पर्ने नानीहरूलाई, यस्तो कुराहरू चाहिँ म्यामहरूले भनिराख्नु भएको थियो। र तपाईँहरूको नानी हाम्रो नानी, हाम्रो नानी तपाईँहरूको नानी भन्दै स्पिच दिइराख्नु भएको थियो। क्लास 2 बाट चाहिँ अब नानीहरूको न्यू जर्नी स्टार्ट हुन्छ अरे नि त, त्यही भएर मजाले स्पिच दिनुभयो। र हामी छुट्टी भएर अब निक्लिनु पनि आँट्यौँ। र म्यामहरूसँग पनि एकछिन बात गर्नु, को गर्नु चाहनुहुन्छ गर्नु भन्नुभयो। र म चाहिँ यहाँ म्यामसँग बात गर्नु गएँ। मेरो नानीहरू 1-2 दिन एब्सेन्ट हुन्छ म्याम, त्यसको लागि के गर्नुपर्छ भनेको एप्लिकेसन दिनुपर्छ भन्दै भन्नुभयो। र यहाँ हामीलाई चाहिँ बिहार मोडसम्म छोडिदिनु भयो मेरो साथीहरूले। र उनीहरू घर जानुको लागि यहाँबाट निक्ल्यो। र हामीले पनि यहीँबाट बस पक्रिनु पर्ने हुन्छ सिलिगुडीसम्म। सिलिगुडीदेखिको फेरि मित्तलदेखिको चाहिँ हामीले चाल्सासम्मको बस पाउँछौँ। र मेरो नानीहरू चाहिँ गाडीमा चढ्ने बित्तिकै निदाउँछ, नानी मात्रै होइन बाउ पनि सँगसँगै निदाउँछ। र हामी अब मित्तल पनि पुगिसकेको थियौँ। र मित्तलसम्म चाहिँ हामी टोटोमा आयौँ। र टोटोमा आइसकेपछि चाहिँ त्यहाँबाट फेरि हामीले सवारी लियौँ। र यहाँ हामी यो चाहिँ हो बाघपुल, टिस्टा नदीमाथि यो चाहिँ बाघपुल छ, यही बाटो भएर जानुपर्छ हाम्रो घर चाहिँ। उताबाट चाहिँ सिक्किम जान्छ। र यता दाहिनेपट्टि चाहिँ चाल्सा, मालबजार, डुवर्स हुँदै आइपुग्छ। र हामी चाल्सा पनि आइपुग्यौँ। र चाल्सामा चाहिँ एकदमै बेसी गर्मी थियो। र गर्मीको कारणले चाहिँ यहाँ मैले आइसक्रिम ल्याइदिनु लाएँ मेरो हस्बेन्डलाई, र आइसक्रिम ल्याइदिनु भयो। र हामीले पनि आइसक्रिम खायौँ। पुरा गर्मी, आमामामा कति पानी त कति पियौँ हामीले गाडीमा, केही खाएनौँ, पानी चाहिँ पुरा पियौँ।
कस्तो गर्मी थियो सहनै नसक्ने। आज चाहिँ डेन्जर। त्यही माथि गाडीमा हिँडेर होला हामीलाई त झन् बेसी गर्मी लागेको र उनीहरूले चाहिँ मिठो मानेर खाइरहेको थियो। मलाई चाहिँ डर पनि लाग्दो थियो बेसी गर्मीमा। चिसो पानी चिसो आइसक्रिम खाइरहेको थियो तर के पनि भएन हुनु चाहिँ। र हामीले इन्जोय गर्दै खायौँ आइसक्रिम। टेस्टी थियो आइसक्रिम पनि। यो कर्नेटोवाला मिठो हुन्छ नि त। अनि मैले पनि खाएर यहाँ चाल्सादेखिको चाहिँ हामीले स्टेट पायौँ। सवारीहरू चाहिँ थिएन, 1-2वटा मात्रै थिएन र स्टेटमा हामी चढ्यौँ। अन्त स्टेटमा चाहिँ सिट थिएन र मलाई एउटा दाजुले चाहिँ आउनुभयो नि, एउटा मात्रै सिट छ भने बिचरा ऊ दाजुले मलाई लग्यो अनि मलाई सिट दिनुभयो। नानीहरू चाहिँ अगाडि बस्यो, मेरो हस्बेन्ड चाहिँ उभिएर जानुभयो। यो चाहिँ हाम्रो सिप्सुको जङ्गल हो, घनघोर जङ्गल छ। यहाँ चाहिँ हात्तीहरू पुरा लाग्छ। अस्ति पनि एकजना हात्तीले माऱ्यो एउटा दिदीलाई, बिचरालाई। र हामी घर आइपुग्यौँ। यो चाहिँ मेरो घर हो, रोडकै छेउमा छ हाम्रो घर चाहिँ। हाम्रो आमा चाहिँ बारी जानुभएको रहेछ। ला मलाई थाहै थिएन तिमीहरू आउँछ भनेर मैले चाहिँ ढाँटेको थिइनँ। स्कुल लाग्यो भने चाहिँ मिटिङ भयो भने चाहिँ आउनु पाउँदिनँ भनेको थिएँ नि त। त्यही लागि मलाई त फोन गर्दा पनि उठाएन भनेर मलाई भिडियो कल गर्नुभएको रहेछ 1 बजीतिर। त्यो पनि थाहा पाइनँ मैले। अन्त यहाँ सबैजना हामी बात गरेर बसिरहेको थियौँ, नारायण काका। अन्त यहाँ मेरो देवरको छोरा यो अंश हो, उसको नाम चाहिँ। र किटकेट ल्याइदिएको। यहाँ म को हो भनेको धमा। तिमी कसको छोरा हो भनेको धमा छोरा भन्दै यहाँ जिस्किरहेको थिएँ म चाहिँ। अनि मात्रै मैले चक्लेट दिएँ त्यसलाई र खायो चक्लेट। त्यसले पहिला मिस्टी समोसा खाऊ न भनेको नखाने अरे, चक्लेट नै खाने अरे। उसलाई पनि पुरा मन पर्दो रहेछ र चक्लेट खायो। समोसा मिस्टी चाहिँ खानै मानेको थिएन, सरस्वतीले जबरजस्ती खुवाउँदै थियो। र यहाँ चाहिँ मेरो अल्बिना नन्दा ऊ चाहिँ उसले चाहिँ भाइलाई भदैलाई सिकाइरहेको थियो रुख चढ्नु। म चाहिँ सिकाउ त भाइलाई, हाम्रो नानीहरू जान्दैन नि त, कति मजाले चढ्छ उनीहरू त रुखी त। अनि भाइलाई सिकाइरहेको थियो। र बेलुका भयो, बेलुका भएपछि मैले यहाँ भुटी बनाएँ। अन्त बाबाहरूलाई अलिअलि ल्याइदिएको थिएँ नि त, मेरो हस्बेन्डले उताबाट ल्याइदिनु भएको थियो। त्यो मैले यता पनि ल्याइदिएको थिएँ रमहरू। अन्त सबैलाई दिएँ, आमालाई, नारायण काका, हाम्रो बाबा, भुटीसँग हल्का रमाइलो हुँदैछ उनीहरूको। र म चाहिँ यहाँ बसिरहेको थिएँ उनीहरूलाई भुटी दिएर। र सबैले इन्जोय गर्दै खानुभयो। र हाम्रो चाहिँ यस्तो हुन्छ कि अब बाउ आमाको छेउमा कस्तो खाएको भन्नुहुन्छ होला, तर अब हस्बेन्डहरू चाहिँ गाउँ डुलेर साथीभाइसँग लागेर चाहिँ खाँदैन। यसरी अलिअलि खान्छ, आफ्नै घरमा खान्छ, त्यही राम्रो हो नि भनेर चाहिँ हामीले खाना पनि खाइसक्यौँ यहाँ। र यहाँ चाहिँ मैले माता औँसीको गिफ्ट ल्याइदिएको थिएँ आमालाई। अस्ति किनिदिइरहेको थिएँ, मैले भिडियोमा पनि हालिसकेको थिएँ। र बाबालाई पनि के अरे शिव सागर कि के कम्पनीको प्यान्ट अरे मेरो हस्बेन्डले किनिदिनु भएको। म पनि गएको थिएँ तर उसले चाहिँ हेर्नुहुन्छ नि त। यहाँ मेरो नानीलाई मैले ब्रेसलेट ल्याइदिएको थिएँ, उसले आफ्नो आमालाई गोरा देखाइरहेको थियो, उसको पनि बर्थडे गिफ्ट। र यहाँ चाहिँ मेरो देवर हो, उसलाई पनि हाफ प्यान्ट ल्याइदिएको थिएँ मैले। र ठिक्कै भयो। आमा चाहिँ यहाँ भिडियो गर्ने भनेको कपाल सफल कोरेर लिपस्टिक लाएर रेडी हुनु मजाले सुहायो। आमालाई पनि राम्ररी देखेँ, हल्का पिङ्क कलरकोले। र यहाँ छोराको र काकाको चाहिँ डान्स चल्दै थियो र डान्स गरिरहेको थियो। अनि अर्कोलाई पनि नाच्नु बोलाउँदै थियो, आएको थिएन ऊ चाहिँ यहाँ चाहिँ मेरो छोरा चाहिँ अजीलाई पनि ल्याएर ब्रेसलेट नै देखाइरहेको थियो उनले चाहिँ। र यति भन्दै म मेरो भिडियो यहीँ एन्ड गर्छु। थ्याङ्क्स फर वाचिङ।